सबैलाई राधे राधे नारायण। अहिले चाहिँ म विशेष रूपमा यो उत्तर वाहिनी पवित्र धाममा उपस्थित भएको छु। सम्पूर्ण श्रद्धालु भक्त महानुभावहरू यही जेठको 3 गतेबाट पुरुषोत्तम महिना शुभारम्भ हुँदैछ। यही पुरुषोत्तम महिनाभरि यही उत्तर वाहिनी पवित्र भूमिमा 1 महिनासम्मको लागि हाम्रो विशेष कार्यक्रमको आयोजना भएको छ। तमाम श्रद्धालु भक्त महानुभावहरूलाई यस गरिमामय पुण्य क्षेत्रमा आई पुण्य लाभ गर्नु हार्दिक आमन्त्रण गर्दछौँ। त्यसै गरी यो क्षेत्रमा इतिहासकै पहिलो यज्ञ यो पुरुषोत्तम 1 महिनाको आयोजना भइरहेको छ। यहाँको मापदण्ड के कस्तो छ, यहाँको चाहिँ व्यवस्थाहरू के कस्तो छ भन्ने विषयमा म यहाँ हाम्रो आदरणीय शिवशङ्कर दाजुसँग चाहिँ कुराकानी गर्न चाहन्छु। यहाँ कस्तो तरिकाले यो कार्यक्रम सञ्चालन भइरहेको छ? यो मैले मासुभरि तपाईँको कहिले लागेको थिएन। अब वालखा बाबाले उहाँ आनन्द बाबाबाट यसपालिबाट प्रत्येक जति सालमा अब मैले मास आउँदै गर्छ 3 वर्षमा आउँदै गर्छ। सवा महिनाको अस्लान मजे जस्तो कुम्नु आउने, सवा महिनासम्म अस्लान गराउने। यो ठाउँमा भक्तजनहरू कहाँबाट आउनुहुन्छ? चारैतिरको आउँछ, बन्दिपुरको सबै इन्डियादेखिको भक्तहरू इन्डियासम्मको आउँछ। यो पवित्र भूमि उत्तरायणी भूमि सोझै कमला चाहिँ उत्तरतिर बगेको यो पवित्र भूमि नन्द बाबाको भूमि, भगवान कृष्ण र बलरामको भूमि। यो क्षेत्रमा आएर उत्तर वाहिनी धाममा जल स्नान गरेर पवित्र हुनको निमित्त अनुरोध गर्दछौँ। तथापि आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो उत्तर वाहिनी धाममा आएर यो कार्यक्रमको शोभा बढाइदिनु अनुरोध गर्दै हामी साधु सन्त महात्मा धार्मिक सङ्घ संस्थामा जो आबद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ उपस्थित भएर पुण्य आर्जन गरिदिनु अनुरोध गर्दै हामी बिदा हुन्छौँ। हस्त, धन्यवाद, नारायण, राधे राधे।